ओपा त्यसम्म छ कस्तो गन्दाउने जो माछा आयो 2.5 केजी पनि ओ आयो 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 पर पनि माछो अर्को सो हेलो गाइज वेलकम टु माई च्यानल आयो तपाईँ सबैजना आरामै हुन्छ होला म पनि आरामै छु गाइज आज चाहिँ म धेरै दिनपछि एउटा भिडियो बनाउन गइरहेको छु है तपाईँ पनि मालामाल म पनि मालामाल हुने गर्नु पर्यो टक्क म जाल हाल्न आछु कस्तरी जाल हाल्छु अब तपाईहरु देखिसक्नुहुन्छ होला सो गाइज फुल भिडियो इन्जोय गरिदिनु होला तपाईँ पनि मालामाल हामी पनि मालामाल ल सो गाइज है हामी चाहिँ टक्क जाल हाल्न लागिसकेका छौँ टक्क जाल हाल सबैको लागि ल्याउँ सब गरी 15-16 वटा खान अब टक्क पहिलो जाल चाहिँ मेहन्द भाइ हाल्छ लगाइज है म चाहिँ अब जाल हाल्दा देखाउँछु ल लगाइज म पुछेल्नु खान पकाए कहाँ फाल्ने लाल ए भोलि माछो फाइनली उल्टो गोला पनि चले यस्तै जाल हाल्न माइटर हुन्छ गाइस मैले चाहिँ जाल हालेर सकेर यहाँ बल्छी खेल्न आएको छु केटाहरू तले खेलिरहन् बल्छी म चाहिँ यहाँ किरा खोज्न आएको छु क्या बल्छी खेल्ने किरा यहाँ जङ्गलभित्र खोज्नुपर्छ क्या किरा यस्तो यो पानीभित्र ऊ माथि किरा खोज्न गएछन् म पनि ताइ जान लाग्छु के गर्ने माछा मार्नु पर्यो खानु पर्यो ल गाइस हामी किरा खोजेर आइसकेका छौँ अब बल्छी हुने ठाउँ जान लाग्छौँ मैले 5वटा किरा पाएँ हचन्दा झोलाउँदा हिउँदो ए अब हामी माछा कति मरे हेर्न जान्छौँ गाइसलाई लाइसेन्सद्वारा हेर्नुहोस् है यो पुरा भिडियो लाइसेन्सद्वारा हामी यहाँ कर्णालीमा यहाँबाट जाने सुरुङ ओए माछा भनिसके यार ओबा खै गरी बबाल एक माछा एउटा बल्छी फर्स्ट बल्छी हो ओपा यो त कति महिना माछा खान्छ वाह अघि छति आइगयो के लगाना यो त खेलिरह आमा यहाँ कति हो नि त त्यहाँ छ तालद्वारा कसले पनि ल्याएन त माछो तल त एकमा पनि माछा आएन ल यहाँ हचन्द भाइ यहाँ किरा लगाउँदैछ है बल्छीमा टक्क दे पहिलो भेराइटीमा त्यो किरोको त्यो पालमा जाग्ने होइन लगै हकिँदैन त बबाले छ लुतुक्कै गर्दा तु राम्रोसँग लगा यी गाइस देख्न सक्नुहुन्छ कि माछा त यहाँ पुरै भेराइटी तरिकाले मरिहान क्या पुरै सबै माछा मार्ने यिनमा यी भ्रष्टाचारी मुद्दा हाल्नुपर्छ माछा काण्डमा यी कति खान सबै यो माछा के गल्ती थियो यो नानु भाउको यो के गल्ती थियो यहीखन पनि मारिले खान यो जिउँदैछ तर जान खोजिरह तर कोही जानै दिँदैनन् यी माछा यति माछा यी सब माछा मारिया मेन बोस चाहिँ ऊ बोस त्यहाँ ऊ चेला परमै किरा लगाउँदा नि यिनीहरूको नै मुद्दा हाल्नुपर्छ मेन बोसको न अगाडि जाग्नुपर्छ मेन बोसले तर माछा सब जिउँदा गरिहाल्छ नि मेन बोसका चाहिँ माछा सबै जिउँदा खान् के ल गाइज क्रिसमस सरले माछा निकालिसक्यो है माछो गएर तालमा खाके बिन्दमा चाहिँ डान्स हान्दै गर्न पर माछा आयो त नानी थाक्लाउन लाज गरि अहिले लाज माछा आयो होला खुचेमा आकाशमा लाज गरायो गाइज अरू कसले ननिकाले पनि हाम्रो पुण्य सरले निकाल्छन् है
यही हो आखिरी माछा क्या मजा करता हूँ यार आयो ओ आयो 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 देखो म भन्दै थिएँ यो बिर्खे बोरा चाहिँ खतरनाक हो क्या यो माछा धरा पोज गर्न लगाइदियो चाहिँ एकदम माछा उयो टाम्के त्यही भएर अरू बल्छी हाल्न नजानी गरेर पनि यो माछा मार्दा भयो ओ पर पनि माछो अर्को बा दुई सेलिब्रेसन गरे कसो 81 झ्याप आयो त माछा त ए ती दुई भाइले मारिया दुईटा माछा यहाँ नै गाइछ ए यहाँ गएर अब यहाँ गरी 17 माछा भयो 17 माछा काण्ड भइरह 18 19 20 21 माछा भयो सब गरी 21 माछा गए अब के हुन्छ है ओ गाइस फाइनली किस्मत काउले माछा निकाल्न लागे यहाँ हेर है हेर अब चाहिँ टोट्याउन मिल्दैन है मा 2.5 केजीसम्म छ कस्तो गन्दाउने जो माछा आयो 2.5 केजी पनि दगर एक माछा निकालेँ मैले त कत्तो हरारको कत्तो होला खोजेँ क्या परम हक्कुमा आउँदो भाइ अन्त भाइ धेरै पछि माछा निकाल सत्तकाउ ओ भाइ एका भाइ बिना आकाशमा यहाँ बगडा सबै माछा मुकाउने भइगयो भाइ अर्को त निकाल्ने जो है को के आउने भन्दा र होला लगाइ यहाँ हच्छन् त भाइ चाहिँ माछा कति मारिहा भनिकन गनिराख है पग्नु है म देखाउँछु म त्यसलाई 1 2 3 4 5 6 7 8 मार पनि बुढो 9 10 11 12 13 14 15 16 आम्मामामा यो माछाको मालिक 16 तलमा ढल्न चुम्मा खा 16 माछा टाउका 16 22 24 उही त 18 रेकर्ड तोड्ने हो भने त खराब नेपाली रह यो बाबु लगाएर हामी अब घर जान लागे हौ आजको रातको लागि माछा चाहिँ अब झोलामा हाल्न लागे हौ कम्तीमा कति केजी होला त्यो त पत्ता नै ल हाल घन्टा 2 सप्पारी पखाला माछा त फेरेस हुनु पर्यो त घर पनि पखाल्ने त होइन 1 केजी हुँदा अन्त है भित्र कति अन्त भित्र हुँदा ओ माइलाउ अन्त पहिले आइ माछा कन अन्त पाउने अनुहार ओ शुभ दिन है शुभ दिन आजको नयाँ दिनमा स्वागत छ सबैलाई हामी शुभ दिनमा पुगिसकेका छौँ तल कर्णाली जाँदैछौँ अब जाल तान्छौँ 81 सरर तपाईलाई पनि फाइदा हामीलाई पनि फाइदा के भयो त मालामाल हजुर नि मालामाल हामी पनि माल भइहाल्छ ओ मालामाल तयारी चाउचो पर त्यही हच्छ त क्याप्सल आम्मामा लगाएर हामी चाहिँ जाल तार्न लागिसकेका छौँ दुई भाइको कम्पिटिसन हुन्छ है पक स्टार्ट
एउटा यहाँ छ एउटा पर छ को निकाल्छ ओ ए निक अर्को तो देख देख अरे है ल भाइ माछा देखाऊ यसमा के छ हल्ली चल्ली यहाँको नहीं तँ लाज गर त्यही त अब यहाँ तान्दो छ त त्यही भएर ओ जेलीफिस टार्गेटमा आयो एउटा पढ्यो भगवान कसम भोलि भिडियो बनाइराखेँ मैले यहाँ तोर्सो लटको रमाइलोमा स्वागत छ तपाईलाई हेलो हजुर तपाईँ फैतेको सुबिर आज पढ्नुभयो हामी त यहाँ बगडामा बल्छी खेलेर है माछा आमामा हचन्द भाइले फास्ट फास्ट निकालिदिएर आगे अनि ल हेलो गाइज आज चाहिँ टक्क जालमा चाहिँ दुईटा माछा पढ्यो टक्क बल्छीमा पनि अहिले 2 माछा पढ्यो क्या यो चाहिँ यहाँको कटेज बनाउने यहाँनिर महान बाबुहरू दुईटा हुनु त बल्छी खेल्ने भित्ताउँदा ढल्ने त्यही भएर आज चाहिँ माछा हिजोको अन्त धेरै पट्टै परेन नि ठिक छ सो नेक्स्ट भिडियोको लागि वेट गर्नु होला गाइस नयाँ हुनुहुन्छ भने सब्स्क्राइबर लाइक एन्ड सेयर गरिदिनु होला थ्याङ्क यू सो मच